सन्चै हुनुहुन्छ? Oh my god, oh my god. वीडियो बनाने का फायदा ये है मेरे को परफ्यूम मिला आज। हेलो गाइज, वेलकम ब्याक माई न्यू भिडियो। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै हुनुहुन्छ। के कसो मामा? आज चाहिँ हामी कहाँ जाँदैछौँ? काठमा आज ग्रेन मल। आज चाहिँ हामी ग्रेन मल जाँदैछौँ आइसक्रिम खाँदै, त्यो पनि यस्तो गर्मीमा। आएको हामी 2 मिनट भएको छैन, पसिना आउनु थाल्यो हेर्नु त मेरो अनुहारमा अनि उता मामाको अनुहारमा हेर्नु त। अनि हामी चाहिँ खासमा जान लागेको चाहिँ के काम हो मामा? ग्रेन मल सपिङ गर्न। आज चाहिँ हामी ग्रेन मल जाँदैछौँ। सपिङ गर्नु छ, मामा घर जानु भएको छ, सपिङ गर्नु छ, त्यसपछि त्यहाँ घुम्नु छ, रमाउनु छ, रमाइलो गर्नु छ, अनि त्यसपछि चाहिँ हामी रुम आउनु छ। कतार आज चाहिँ घुमाइ लास्ट हो नि मामाको। आजको घुमाइ चाहिँ मामाको लास्ट कतारमा, त्यो पनि ग्रेन मलमा। फाइनली हामी चाहिँ गाडीमा बसिसक्यौँ। अब हामी जाँदैछौँ ग्रेन मल। देख्न सक्नुहुन्छ यो रोड अनि यहाँ पता चाहिँ मामा कस्तो लाग्दैछ? अब टक्क अनि धेरै 6 वर्षपछि घर जाँदै हुनुहुन्छ। 6 वर्ष त नभनौँ, अब 2 वर्ष भनौँ। अनि कति खुसी हुनुहुन्छ तपाईँ भन्नु त? पैसा हुँदैन होला है। Bro, kita mau. गाह्रो छैन? अनि घरको त पैसा त त्यस्तै हो, जोस् जेन खुसी त हुन्छ होइन। अब यो त जाने बेला खुसी हुन्छ भन्छ, पैसा सक्यो भने त्यही दुखी भन्छ। हो त्यो त हो। के गर्नु मामा, अब यत्रो वर्ष विदेश भन्नुभयो, अब टक्क लगाएर घर जानुहोस्, मजाले घरतिर बस्नुहोस्, रमाउनुहोस्। अनि अब विदेशतिर आउने प्लान भयो कि फेरि के विचार भयो त मामा? प्लान अब घर गाइसी हुन्छ भन्छ। घर गएपछि पहिला मेन कुरो चाहिँ घरमा पुग्नु पर्यो, किनकि खुसिया बाँड्नु छ होइन, रमाउनु छ 2-4 दिन। जब घर बसेर बोर भइसकेपछि मात्रै बाहिरको प्लान गर्नु होला। मेरो प्लानमा चाहिँ तपाईँको प्लान चाहिँ कस्तो छ? मेरो त्यसै भन्छ। अब युरोपतिर लागिने हो कि जस्तो छ भने थाहा छैन। यो पनि हो त। युरोपतिर मलाई पनि गएपछि मलाई पनि तान्नु भयो भने आउनु पर्ला। मलाई म भेजे पठाइहाल्छु। अनि कतारको गर्मी धेरै खाइयो, गाडीमा बस्दै पनि अझ गाडी चिसो भएको छैन, पसिना आउन थालिसक्यो। अनि हामी जाने रोड चाहिँ भ्यू यसो देखिरहेको छ अहिले टक्क लगाएर। यो साइडतिर चाहिँ हामी बस्छौँ, यो साइडतिर। अनि हामी चाहिँ अब ग्रेन मल पुग्छौँ। ग्रेन मल पुगेपछि तपाईँलाई भ्यू देखाउनेछौँ। मैले चाहिँ हामी लाग्छौँ सिधा। के कसो मामा? फाइनली हामी चाहिँ प्लाजा मल पुगेका छौँ। हामी ग्रेन मल हामी सधैँ के ग्रेन मल पुग्नुभन्दा पहिला हामी प्लाजा मल पुग्छौँ। के कसो मामा? मेरो सधैँ पनि तपाईँले भ्लगमा देख्नु भएको छ, सधैँ नै हामी पहिला प्लाजा मल पुग्छौँ के। अब हामी जान्छौँ सिधै प्लाजा मल भित्रैसम्म। यो हो यो मल अनि यता बाहिरतिर पार्किङ। अनि हामी चाहिँ कता जाऊँ, प्लाजा कि ग्रेन मल? पहिला प्लाजा मल सामान हेरौँ, त्यसपछि हामी ग्रेन मल जाँला होइन। हामी चाहिँ पहिला सामान हेर्छौँ। अनि अहिलेको भ्यू चाहिँ यसो देखिरहेको छ, त्यतिर टक्क लगाएर यो टक्क। अब मार्केटमा आइसक्यौँ। हेर्नु मामा, कुन मन पर्छ ब्ल्याङ्केट? यो पहिला सुरुमा चाहिँ हामीले नि यो ब्ल्याङ्केट, त्यसपछि हामी अरू बस्न जान्छौँ। घडी लगाउनु छ, मैले घरसम्म पाउनु छ, टर्चहरू पाउनु छ, अनि घडी पुऱ्याइदिनु छ, त्यसपछि चक्लेटहरू पुऱ्याउनु छ मैले। अनि पहिला चाहिँ मामाको सामान किनौँ न त। हेर्नु न यहाँ यस्तो ब्ल्याङ्केट मात्रै छ यहाँ। रेड चाहिए। रेड पहिला रेड देखाउनु त। रेड देखेको रेड। हेर्नु मामा, कलर मन पराउनु है मामा। ठुलै यो हो ब्ल्याङ्केट हामी लिन खोजेको। तपाईँलाई चाहिँ कस्तो? यहाँ हेर्नु यो फुल टक्क लगाएर। यो कहाँको रे? कोरियन स्टाइल। यता हेर्नु न तपाईँलाई कस्तो मनपर्छ? हेर्दा त राम्रै देखिन्छ कि। यसको कति छ रेट खासमा? कति? 130। कलर ये भी खोल के दिखाओ। कलर चाहिँ अरू छ भने कलर ये मन पर्छ तपाईँलाई?
कलर देखाऊ न कलर देखाऊ अहिले हाम्रो मात्र अफरमा छैन अफरमा त होला नि अफर त त्यो रेटै 130 होला नि त अब ये छ बाबा प्रमोशन हो जाएगा भाई देखो भाई यूट्यूबर आया है वैसा नहीं करो भाई प्रमोशन कर देंगे हमें अभी नहीं देगा तो अभी देना पड़ेगा हाँ आपका दुकान का लोकेशन बता लोकेशन को बता देगा मैं ये वाला सब नंबर कितना है शॉप नंबर 33 5 नंबर सब नंबर 33 में हाँ बहुत सस्ता सामान मिल रहा है सब लोग आओ इधर और घर जाने के लिए क्या चाहिए ब्लैंकेट देखो साथ में ट्रॉली इधर ट्रॉली है वॉच है वॉलेट है क्या चाहिए सब कुछ मिल जाएगा आ जाओ हाँ सब लोग मेरे भाई लोग मेरे सब्सक्राइब लोग सब आ जाओ ठीक है ओके छोरी को लगे ना अल्लाह ओ माय गॉड हेर्नु मजा त बाहिरको कभर हेर्नु त ल माय गॉड ओ माय गॉड हेर्नु है साम मेकअपको लागि चाहियो भने भनौँ 120 ओ माय गॉड ये वाटर प्रूफ है वाटरप्रूफ हाँ वाटर सही है लेकिन इसका है ना इससे छोटा बॉक्स ये सेम है छोटा बॉक्स नहीं है ये फंसा देगा एटीएम दे रहा है रख लो ना यार क्या मुश्किल है मेरे को एटीएम कार्ड दे के जब एटीएम मिल रहा है ना तो रख लो हाँ बाद में पुलिस आके मेरे को पकड़ेगा ना नहीं पकड़ा कैसे पकड़ा कौन पकड़ेगा बोलेगा यार ये किसका कार्ड है तुम्हारे पास क्यों आया कैसे आया ओ नहीं आएगा यार 85 दे दो 85 ल उहाँले चाहिँ लग्नुभयो यो ब्ल्याङ्केट अनि ब्ल्याङ्केट लग्नुभयो अनि अब चाहिँ अब हामी चाहिँ अरू सामानहरू चाहिँ चक्लेट लिनु छ अनि मेरे को किधर है भाई गिफ्ट नहीं है प्रमोशन कर रहा है बंदा यार कुछ भी नहीं दे रहा है प्रमोशन कर रहा है ये क्या भाई परफ्यूम लगाओ अभी Oh my God देखो भाई वीडियो बनाने का फायदा अभी तो यही मिला है बाद में ज़्यादा सामान लेगा तो ज़्यादा देगा क्या करेगा भाई ओनली ये दिया मेरे को यार देखो भाई वीडियो बनाने का फायदा ये है मेरे को परफ्यूम मिला आज ठीक है तुम नहीं बनाओ तुमको भी मिलेगा ठीक है सो मामा अब घर चाहिँ पढाउनु छ चाहिँ कुन चाहिँ पठाउनु यहाँ कन्फ्युज हुन्छ क्या त्यो धेरै देखेर यति धेरै देखेर तर चाहिँ म चाहिँ मिक्स लग्छ जस्तो छ भाई मिक्स डालो मिक्स ठीक है भाई प्रमोशन हो रहा है क्या बोलते डिस्काउंट तो मिलेगा ना हाँ अरे भाई वाह आज तो मैं गिफ्ट से भर जाएगा भाई आज मैं पता मगर गिफ्ट से भर जाएगा मैले चाहिँ चक्लेट लिँदैछु अनि उहाँको चाहिँ यहाँ चाहिँ यो भयो के भन्छ यो काजु बदाम त्यसपछि चक्लेट उहाँले बनाइसक्नुभयो अनि मेरो चाहिँ चक्लेट रेडी हुँदैछ अनि एक केजी चकलेट थोड़ा बड़ा प्लास्टिक नहीं था ल यो चाहिँ मेरो सामान हो अनि यो चाहिँ आमा यो सामान तिमीलाई पठाएको छ हेर सबैलाई पुग्ने गरेर लिली सबैलाई खुवाउनु अनि यो मैले पठाएको छुइनँ यही हो कतारबाट अरू त केही छैन मसँग पैसा पनि छैन अहिले म त अब साथ मात्रै आएको छु हैन यही हो मेरो चकलेट हामी दुईजनाको चकलेट त यो यहाँबाट सबलक्क लिएर यो चाहिँ हामी दुईजनाको मेरो त यो मात्रै यो मात्रै यिन दुईटा हो अरू सबै उहाँको हो तर उहाँले अहिले रुममा पनि छ अझै सबैले सबै लगभग एक लगे जान्छ होइन आमामा यत्रो चलेर छ अनि यो तपाईको भन्छ हैन यो मेरो ल तपाईँको यो भयो ल बिल गराउँदै गर्नु ७७मा आएको थिएँ ७७मा आउँदाखेरि ब्युटिफुल सिस्टरसँग भेट भयो अहिले त्यो के छ सन्चै हुनुहुन्छ एकदम अब सन्चै छु अनि के छ सब ठिक छ हो र ल मेरो भलोको लागि केही भनिदिनु पऱ्यो के गाई उहाँको भ्लग वाच गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला सेयर गर्नु होला एकदम राम्रो उहाँले भ्लग बनाउनुहुन्छ ल सब्सक्राइब त कसले भन्छ नि सब्सक्राइब बिर्सिने मेन कुरो ल हामी चाहिँ आएको थियौँ अब हामी जाँदैछौँ रुम कहाँ जानु मामा ल जाउँ हामी अब धन्यवाद ल मायाजी भेट्दै गरौँ फेरि पनि आउनेछौँ हामी तपाईँलाई कस्टमर लिएर ल बाई बाई त्यसले हामीले चाहिँ लास्ट टाइम भोक लागेको त्यही भएर हामी आएको छौँ होटलमा हाम्रो खाना पनि आइसकेको छ यो दाल त्यसपछि मटन सुरु गरिसक्यो हो कस्तो लाग्दैछ त खाना खाना एकदम अब खाँदैछु कस्तो हुन्छ हामी चाहिँ अहिले कुन होटलमा छौँ रे खास चाहिँ भन्दाखेरि लालीगुराँस लालीगुराँस होइन ल
अब हामीलाई चाहिँ लास्टै भोक लागेको कारण चाहिँ अब खाना हामी चाहिँ- राम्रै मिल्छ राम्रै मिल्छ एकदमै राम्रो खाना मिल्छ लालीगुँडासम्म यहाँ सबैजना आउनु होला अनि हामीलाई चाहिँ अब भोक लागिसक्यो हामी चाहिँ खाना सुरु गर्छौँ ल खानु बिस्तारै बिस्तारै खाना खाएर भेटौँ न ल गाइस अब हामी जाँदैछौँ रुम हामी चाहिँ ग्रेन्ड मलसम्म पुग्न सकेनौँ किनभने हामीलाई हामीलाई चाहिने सबै सामानहरू चाहिँ प्लाजा मलभित्रै पाइयो अनि हामीले त खाना पनि खाइसक्यौँ अनि अब ट्याक्सी चाहिँ यहाँनिर हो उता मामा चाहिँ यता पावर ब्याङ्क बिर्सेर चाहिँ त्यही ल्याउनु जानुपर्छ अनि अनि प्लाजाको भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो बवाल छ है यस्तो बवाल छ यो हो प्लाजाको मेन बोर्ड अनि यो वरपरको भ्यू अनि आज त्यति भिड छैन किनभने आज चाहिँ ट्युसडे हो ट्युसडेको कारण चाहिँ आज त खासै भिड छैन थर्सडे फ्राइडे भएको एकदमै धेरै भिड हुन्थ्यो तर आज छैन अनि म चाहिँ मामा वेट गरिरहेको छु त्यसपछि हामी जान्छौँ सिधै रुमतिर गएर फेरि मामाको सामान पनि प्याक गर्नु छ यार माइ गॉड गर्मी पनि धेरै बढिसकेको छ एकदमै धेरै गर्मी छ फाइनली हाम्रो काम सबै सकियो हामीले मामाको सामान सबै प्याक पनि गरिसक्यौँ हामी चाहिँ त्यो भिडियो देखाउँथ्यो तपाईँलाई किनकि हामी लास्टै भयौँ कि हामीलाई छिटो गर्नु थियो किनकि मलाई पनि त भोलि बिहान ड्युटी जानु पऱ्यो के कसो मामा भनि भन्छ अनि त्यसैले हामीले छिटो गरेर चाहिँ भिडियो बनाउन बिर्सेछ अहिले चाहिँ हामी ठ्याक्कै अहिले 10 बजे भ्याइयो हामी 4 बजे रुमबाट छुटेको मान्छे अहिले ठ्याक्कै 10 बजिसक्यो अनि नत्र अहिले सुतेन भने भोलि बिहानको हाम्रो ड्युटी मलाई गाह्रो हुन्छ किनकि मेरो काम नै त्यस्तै छ त्यसैले अब म त जाँदैछु रुमतिर अनि मामाले त चिया पिएर जाने रे अनि हाम्रो भ्लग चाहिँ यहीँसम्म अन्त्य हुन्छ कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि मामाले के भन्न चाहनुहुन्छ लाइक गरिदिनु होला बस लाइक शेयर कमेन्ट सब्सक्राइब खलास होइन तर हाम्रो भिडियो चाहिँ यहीँसम्म अन्त्य हुन्छ ल गुड नाइट गाइज